नमस्ते 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 यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु म यस युट्युब नेपाल च्यानलमा। आज म तपाईहरुलाई हाम्रो जीमेल एकाउन्ट कसरी खोल्ने भन्ने विषयमा जानकारी गराउन गइरहेको छु। यो जानकारी लिनुभन्दा अगाडि यहाँहरूले हाम्रो यस युट्युब नेपाल च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। साथै सब्स्क्राइब नजिकै रहेको रेड बेल बटनमा क्लिक गरी यहाँहरूले हाम्रो युट्युब नेपालमा अपलोड भएका नयाँ भिडियोहरू तथा जानकारीहरू प्राप्त गर्नको लागि रेड बेल बटनमा क्लिक गर्न हार्दिक अनुरोध गर्दछु। म आज तपाईहरुलाई अघि नै जानकारी गराए अनुसार हाम्रो जीमेल एकाउन्ट कसरी खोल्न सकिन्छ भन्ने विषयमा जानकारी गराउन गइरहेको छु। सबैभन्दा पहिले तपाईलाई जीमेल एकाउन्ट खोल्नको लागि तपाई इन्टरनेटको एक्सेस भएको ठाउँमा हुनुपर्दछ र यो सँगै तपाईको आफ्नो ल्यापटपमा रहेको कुनै पनि ब्राउजरहरू इन्टरनेट ब्राउजर हुन्छ, गुगल क्रोम भयो, मोजिला फायरफक्स लगायतका इन्टरनेट ब्राउजरहरूलाई यहाँहरूले खोल्न सक्नुहुनेछ। आफ्नो यस इन्टरनेटको ब्राउजर खोलिसके पछाडि तपाईहरुले यहाँ www.gmail.com यो क्लिक गर्न सक्नुहुन्छ। कृपया ध्यान दिएर हेर्नुहोला यस भिडियो, ताकि तपाईले आफ्नै घरमा रहेर पनि आफ्नो जीमेल एकाउन्ट खोल्न सक्नुहुनेछ। नजिकैको साइबरमा गएर तपाईहरुले केही रकम खर्च गरेर जीमेल आइडी खोल्नुभन्दा भिडियो मार्फत तपाईले आफ्नै घरमा बसी तपाईको आफ्नो पर्सनल जीमेल एकाउन्ट खोल्न सक्नुहुनेछ। म यही विषयमा तपाईलाई जानकारी गराउन गइरहेको छु। मसँग एउटा अलरेडी जीमेल एकाउन्ट थियो, त्यही भएर यस्तो देखाइरहेको छ। तपाईहरुलाई जीमेल एकाउन्ट नयाँ कसरी खोल्न सकिन्छ, कसरी क्रिएट गर्न सकिन्छ, जीमेल आइडी भन्ने विषयमा जानकारी गराउन गइरहेको छु। तपाईहरुले त्यहाँ देख्न सक्नुहुनेछ तपाईले आफ्नो जीमेल एकाउन्ट खोलिसकेपछि यहाँ एउटा अप्सन देख्न सक्नुहुनेछ जहाँ मेरो कर्सर घुमिरहेको छ। त्यहाँ तपाईले हेर्न सक्नुहुन्छ यहाँनिर एउटा नयाँ क्रिएट एकाउन्ट भन्ने छ। यहाँ तपाईले क्लिक गर्नुपर्ने हुन्छ। यहाँ राइट क्लिक गरिसके पछाडि अब तपाईले यहाँ फर्स्ट नेम सुरुमा तपाईले हेर्नु होला। यसमा फर्स्ट नेम मानौ म एउटा कुनै पनि नाम राख्न गइरहेको छु, राम कार्की। अब तपाईले कस्तो खालको युजर नेम बनाउन चाहनुहुन्छ, के नामको जीमेल बनाउन चाहनुहुन्छ, यो नेम यहाँ राख्न सक्नुहुनेछ। जस्तै राम कार्की भइसकेपछि मैले ramkarki@gmail.com राख्न चाहे। अब यसमा तपाईले मानिरहेन अर्को केही that user name is taken, try another भनेको छ। यो नेम पहिल्यै छ, त्यसैले अर्को नाम ट्राई गर्नु भन्छ, वा यसले तपाईलाई अप्सन पनि दिन सक्छ, उसैले सजेस्ट पनि गर्न सक्छ यो नाम अभाइलेबल छ भनेर। हामी अर्कै नाम राखौं, यो कार्की राम
2019 या 18 यो राखौँ। यसमा सपोर्ट हुन्छ हुन्न टेकेन भनिरहेको छ, यो नेम पनि भएन भन्छ यसले। फेरि ट्राई गर्नु होला। RAMKRKI राम कार्की 2019 यसले भन्छ अझै भएन भन्छ। आर कार्की 2019 हामीले सजिलो नाम। अब यसमा तपाईँले आफ्नो पासपोर्ट आफूले थाहा पाइरहने पासपोर्ट, आफ्नो मोबाइल नम्बरहरू वा अरू केही पासपोर्टहरू राख्न सक्नुहुन्छ, जसको कारणले पछि पासपोर्ट भोलि गयो भने पनि सहजै थाहा हुने खालको त्यस्तो खालको पासपोर्ट राख्न सक्नुहुन्छ। मैले एउटा कुनै पासपोर्ट बनाएँ, अझै फेयर भन्छ मेरोमा। स्ट्रङ पासपोर्ट बनाउनु भयो भने तपाईँको अझै पनि विक भन्छ। स्ट्रङ भन्यो। फेरि कन्फर्म योर पासपोर्ट भन्छ। तपाईँको आफ्नो पासपोर्ट कन्फर्म गर्नु होला। अघि जुन पासपोर्ट हान्नु भएको थियो त्यही पासपोर्ट हान्नु होला। अहिले छुटाउनै नहुने कुराहरूलाई जानकारी गराइरहेको छु। अब यहाँ बर्थडे भनेको छ तपाईँको बर्थ महिना कहिले हो, मैले यहाँ कुनै महिना राखेँ, डे कति हो, इयर एउटा पनि राख्नु होला। अब जेन्डर भनेको छ, जेन्डरमा तपाईँ मेल, फिमेल वा अदर कुन हो त्यो राख्न सक्नुहुनेछ। मैले मेल अप्सन चुज गरेँ। अब यहाँ तपाईँले आफ्नो फोन नम्बर राख्नु होला। फोन नम्बर राखिसके पछाडि तपाईँलाई पछि आफ्नो इमेलमा केही प्रब्लम आयो भने त्यसमा आएको टेक्स्टको आधारमा तपाईँले यो फोन प्रयोग गर्न सक्नुहुनेछ। मैले एउटा कुनै नम्बर राखेँ। अब यहाँ तपाईँले यो करेन्ट इमेल, तपाईँको कुनै इमेल छ भने इमेल राख्नु होला भनेको छ। यदि छैन भने अब तपाईँले यहाँ लोकेसन कहाँ हो, तपाईँ नेपाल या अरू कुनै देशमा हुनुहुन्छ भने यदि तपाईँले सुरुमा भर्नुपर्ने हुन्छ। यति भरिसकेपछि अब हामीले नेक्स्ट स्टेप गर्दैछौँ। हामीले यो नेक्स्ट स्टेप गरिसकेपछि अब यो तपाईँको टर्म अफ सर्भिस भन्छ, यो पोलिसीहरू छ, प्राइभेसी पोलिसीहरू, यो सबै तपाईँले यो गुगलका पोलिसीहरू पढ्नुपर्ने हुन्छ। र यो सबै पढिसकेपछि यदि म ठिक छु, यो आई एग्री छु, म सहमत छु यी कुराहरूमा भनेपछि तपाईँले आई एग्री गर्न सक्नुहुनेछ। यसपछि तपाईँको प्रोसेसिङ भइरहेको छ। अब तपाईँले अघि हामीले दिएको म्यासेज, अघि हामीले जुन मोबाइल राख्यौँ त्यो मोबाइलमा तपाईँको भेरिफाई एकाउन्ट हुन्छ। तपाईँको एकाउन्ट भेरिफाई नभइकन तपाईँले आफ्नो एकाउन्ट प्रयोग गर्न सक्नुहुन्न। त्यसैले अघि हामीले जुन मोबाइल नम्बर राखेका थियौँ त्यो मोबाइल नम्बरमा तपाईँले टेक्स्ट एसएमएस मार्फत पनि तपाईँको भेरिफाई कोड पठाउन सक्छ वा भोइस कल, तपाईँलाई जे सहज हुन्छ त्यसलाई तपाईँले यसमा कन्टिन्यू गर्न सक्नुहुन्छ। मैले टेक्स्ट म्यासेजमा सिलेक्ट गरेर यसमा कन्टिन्यू गरेँ। अब तपाईँको मोबाइलमा भेरिफिकेसन कोड, यसरी तपाईँले जुन मोबाइल राख्नुभएको थियो त्यसको भेरिफिकेसन कोड आउँछ। यसमा अघि नै भनेको छ डिटेक्ट योर कोड, समटाइम इट क्यान टेक अप टु 15 मिनट इफ यु विन लङ्गर एन्ड देन ट्राई अगेन भन्छ यसले। तपाईँको 15 मिनटसम्म पनि तपाईँकोमा त्यस्तो कुनै कोड आएन भने फेरि ट्राई गर्नु भनेको छ। कम्तीमा तपाईँकोमा टेक्स्ट मेसेज आएन भने तपाईँले यसमा ट्राई गर्न सक्नुहुनेछ। टेक्स्ट मेसेज आएन भने यो भोइस कल मार्फत पनि तपाईँले आफ्नो भेरिफिकेसन कोड प्राप्त गर्न सक्नुहुनेछ।
मेरोमा अहिले पठाइरहेको छैन, ट्राई गरिरहेको छु। मेरोमा आइरहेको छैन। नयाँ कुनै नम्बर हालेँ मैले। नयाँ नम्बरमा भेरिफिकेसन कोड पठाइरहेको छैन। भेरिफिकेसन कोड नयाँ नम्बर हालेर भेरिफिकेसन कोड पठाओ 6254641 मेरोमा भेरिफिकेसन कोड आइसकेको छ 6254641। यो भेरिफिकेसन कोड मार्फत मैले अब कन्टिन्यू गरेँ। तपाईँहरू हेरिरहनु भएको छ, यो कन्टिन्यू भइरहेको छ। ल अब यहाँ आइसकेको छ। यो तपाईँको नयाँ इमेल एड्रेस हो। यसले तपाईँ आफ्नो जिमेललाई कन्टिन्यू गर्न सक्नुहुनेछ। ल हाम्रो यो इमेल खोलिसकेको छ। अब खोलिसके पछाडि यहीँ आइसकेको छ वेलकम टु न्यू जिमेल एकाउन्ट भनेर। तपाईँले यति हो ध्यान दिनुपर्ने कुराहरू, तपाईँको मेल आइडी र आफ्नो पासवर्ड तपाईँहरूले नभुल्नु होला। मुख्य तपाईँले थाहा पाउनुपर्ने कुराहरू यही रहेको छ। मैले आजको यस भिडियोमा तपाईँहरूलाई मेरो जिमेल एकाउन्ट कसरी खोल्ने भन्ने विषयमा मैले तपाईँहरूलाई जानकारी गराएँ। आगामी दिनमा यस्तै जानकारीमूलक सामग्रीहरू हामीले लिएर आउनेछौँ। त्यसका लागि तपाईँहरूले हाम्रो यस युट्युब च्यानल युट्युब नेपाललाई तपाईँले सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।